नमस्कार। आजको भिडियोमा हामीले पृथ्वी सम्बन्धी केही महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आउनुहोस् सुरु गरौं आजको पहिलो प्रश्नबाट। पृथ्वीको स्थलमण्डल र केन्द्रमण्डलको बीचको भागलाई के भनिन्छ? यस प्रश्नको एन्सर के होला? हजुरहरूले सोचिसक्नु भएको होला। पृथ्वीको स्थलमण्डल र केन्द्रमण्डलको बीचको भागलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ मध्यमण्डल। पृथ्वीको स्थलमण्डल र केन्द्रमण्डलको बीचको भागलाई चाहिँ मध्यमण्डल भनिन्छ। र त्यसैगरी आजको लागि दोस्रो प्रश्न रहेको छ पृथ्वीको सतह के मिली बनेको हुन्छ? पृथ्वीको सतह के मिली बनेको हुन्छ? यस प्रश्नको सही उत्तर हो जलमण्डल र स्थलमण्डल मिली पृथ्वीको सतह बनेको हुन्छ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ जलमण्डलको सबैभन्दा ठूला भागहरू के हुन्? यस प्रश्नको सही उत्तर के होला साथीहरू? हजुरहरूले सोचिसक्नुभयो होला, कमेन्ट पनि गर्नु होला। जलमण्डलको सबैभन्दा ठूलो भाग भनेर हामी महासागरलाई चिन्दछौं। त्यसैगरी अर्को प्रश्न रहेको छ पृथ्वीको वायुमण्डलमा कति प्रतिशत अक्सिजन पाइन्छ? पृथ्वीको वायुमण्डलमा 20.94% अक्सिजन पाइन्छ र यसलाई कतै कतै हामीले 21% भनेर पनि लेखेको भेटिन्छ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ पृथ्वीको कुन स्थानमा दिन र रात बराबर हुन्छ? पृथ्वीको कुन स्थानमा दिन र रात बराबर हुन्छ भन्ने प्रश्नको सही उत्तर रहेको छ भूमध्य रेखामा। भूमध्य रेखामा चाहिँ दिन र रात बराबर हुन्छ। यो रेखामा सूर्यको प्रकाश सिधै पर्ने हुँदा दिन र रात बराबर हुन्छ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ पृथ्वीले आफ्नो अक्षमा परिभ्रमण गर्न कति समय लगाउँदछ? पृथ्वीले आफ्नो अक्षमा परिभ्रमण गर्न कति समय लगाउँदछ? यस प्रश्नको सही उत्तर रहेको छ 23 घण्टा 56 मिनेट 4.09 सेकेन्ड लगाउँदछ र पृथ्वीले चाहिँ 1600 किलोमिटर प्रति घण्टाका दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ। अधिक वर्ष कति दिनको हुन्छ? र साथीहरूले अधिक वर्ष त धेरै सुन्नु भएको छ। यो अधिक वर्ष कति दिनको हुन्छ? अधिक वर्ष चाहिँ 366 दिनको हुने गर्दछ। सामान्यतया अन्य वर्षहरू 365 दिनको हुन्छ भने अधिक वर्ष 366 दिनको हुने गर्दछ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोण बनाई ढल्केको छ? पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोण बनाई ढल्केको छ? र साथीहरू कमेन्ट गर्नुहोस् त पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोण बनाई ढल्केको छ? यो पहिले पनि सोधिसकेको प्रश्न हो र पृथ्वी आफ्नो अक्षमा 66.5 डिग्रीको कोण बनाई ढल्केको छ। पृथ्वीले आफ्नो केन्द्रलाई आधार मानी पश्चिमबाट पूर्वतर्फ घुम्ने काल्पनिक रेखालाई नै पृथ्वीको अक्ष भनिन्छ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ कर्कट रेखा भनेर कुन रेखालाई चिनिन्छ? भूमध्य रेखादेखि उत्तरतर्फ उत्तरी गोलार्धमा 23 डिग्री 30 मिनेट उत्तरी अक्षांश रेखालाई नै कर्कट रेखा भनिन्छ र हरेक वर्ष जुन 21 को दिन सूर्य कर्कट रेखामाथि सिधा पर्दछ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ मकर रेखा भनेर कुन रेखालाई चिनिन्छ? यस प्रश्नको सही उत्तर रहेको छ भूमध्य रेखादेखि दक्षिणतर्फ दक्षिणी गोलार्धमा रहेको 23 डिग्री 30 मिनेट दक्षिणी अक्षांश रेखालाई मकर रेखा भनिन्छ र हरेक वर्षको डिसेम्बर 22 का दिन सूर्य मकर रेखाको सिधा माथि पर्दछ। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ नेपालले प्रक्षेपण गरेको पहिलो भू उपग्रह कुन हो? यो साथीहरूलाई
अवगत नै होला नेपालले पनि पहिलो पटक भू उपग्रह प्रक्षेपण गरिएको थियो र त्यो उपग्रहको नाम के हो? त्यो उपग्रहको नाम रहेको छ नेपाल स्याट 1 र यस उपग्रहलाई 18 अप्रिल सन् 2019 अथवा नेपाली विक्रम सम्वत 2076 वैशाख 5 गते चाहिँ संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट प्रक्षेपण गरिएको थियो। यसको निर्माण अविनाश मास्के र हरिराम श्रेष्ठले गरेका हुन्। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ प्रथम अन्तरिक्ष पर्यटक को हुन्? र यस प्रश्नको सही उत्तर रहेको छ डेनिस एन्थोनी टिटो र डेनिस टिटो भनेर हामी चिन्ने गर्दछौँ। यिनी कहाँको नागरिक हुन् भन्दाखेरि अमेरिकन नागरिक हुन् र कहिले चाहिँ अन्तरिक्षमा पर्यटकका रूपमा गएका थिए भन्दा सन् 2001 को मध्यतिर 8 दिन अन्तरिक्षमा बिताएका थिए। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन्? प्रथम अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन् भने प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन्? यस प्रश्नको सही उत्तर रहेको छ अनुसया अन्सारी। यिनी प्रथम महिला अन्तरिक्ष पर्यटक हुन् भने चौथो अन्तरिक्ष पर्यटक हुन्। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ अन्तरिक्षमा प्रवेश गर्ने प्रथम 6 राष्ट्रहरू कुन कुन हुन्? र प्रथम 6 राष्ट्रहरू यो हजुरहरूलाई चाहिँ सेकेन्ड लेभलको प्रश्नमा सोध्न सक्दछ। हजुरहरूले सोचिसक्नु भएकै होला कुन कुन राष्ट्र गएका थिए भनेर र म यहाँ हजुरहरूलाई देखाउन गइरहेको छु। अन्तरिक्षमा प्रवेश गर्ने 6 राष्ट्रहरू यस प्रकार रहेका छन् क्रमशः रुस, अमेरिका, फ्रान्स, जापान, चीन र भारत रहेका छन्। त्यसैगरी आजको लागि अर्को प्रश्न रहेको छ पृथ्वीले सूर्यलाई कस्तो कक्षमा परिक्रमा गर्दछ? पृथ्वीले सूर्यलाई कस्तो कक्षमा परिक्रमा गर्दछ? यस प्रश्नको सही उत्तर रहेको छ दीर्घ वृत्ताकार कक्षमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ। र आजको लागि अन्तिम प्रश्न रहेको छ चन्द्रमाको परिभ्रमण समयावधि कति हुन्छ? अथवा चन्द्रमाको परिभ्रमण कति समयावधिको हुन्छ? र यस प्रश्नको सही उत्तर रहेको छ 27 दिन र यस 27 दिनलाई हामी के भनेर पनि चिन्दछौँ त एक चन्द्रमास भनेर पनि चिन्ने गर्दछौँ। र आज हामीले पृथ्वी सम्बन्धी केही महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आएका थियौँ। हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यदि मन परे हाम्रो च्यानललाई सब्स्क्राइब गरी हाम्रो भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला।